हेलो गाइजहरू, म चाहिँ हाम्रो यता गुसा लेकतिर पुगिसकेको छु। यो चाहिँ हाम्रो गुसा लेक चाहिँ अन्नको भण्डार भनेर चिनिन्छ। यता गाइजहरू, म गुसा लेक पुगेर पनि यो भारी ल्याएर मैले यो 60 केजीको आलु ल्याएर नि म घरतिर आउँदैछु। म बिहान 6 बजे घरबाट हिँडेको हो, 6:30 बजे। 6:30 बजे घरबाट हिँडेर म 9 बजे गुसा लेक पुगेर 3 घन्टा लगाएर नि म फेरि खानासाना खाएर गुसा लेकबाट यो 60 केजीको मैले आलु ल्याएर आइरहेको छु। गाइजहरू, म अब घर जाँदैछु। यो रोडबाट म घर जाँदैछु। हामी चाहिँ अब घर पुग्न लागिसक्यौँ। मैले चाहिँ 60 केजी आलु ल्याएको थिएँ, तर मेरो भाइ आधीसम्म आएर आधी भारी लगेको छ, आधी थोरै मैले चाहिँ कुम्लो गरेर चाहिँ लिएको छु सलमा। अनि ठुलो भारी चाहिँ भाइले लगिसकेको छ। अब चाहिँ हामी एकछिनमा घर पुग्छौँ होला।